हेलो फ्रेंड्स, वेलकम टू माई ब्लॉग। तो फ्रेंड्स, मलाई एकजना साथीले सोध्नुभएको थियो कि हजुरको पसल के को पसल हो, कॉस्मेटिक को पसल हो कि के को पसल हो। तो फ्रेंड्स, मैं हजुरलाई बताउन चाहन्छु कि मेरो कॉस्मेटिक को पसल होइन, यो इलेक्ट्रोनिक को पसल हो अनि जो मेरो हस्बेन्डले चलाउनुहुन्छ। तो फ्रेंड्स, म जब म घरको काम भ्याउँछु सक्छु घरको काम भ्याएपछि म पसलमा गएर बस्छु। तो फ्रेंड्स, अब म एकछिनमा भात खाएर पसल जान्छु। आज म हजुरलाई हाम्रो पसल देखाउनेछु। तो फ्रेंड्स, म रेडी भइसकेँ अब। तो फ्रेंड्स, म अब घरबाट निस्किँदैछु अनि हेर्न सक्नुहुन्छ बाहिर कति घाम छ, त्यही भएर मैले आफ्नो फेस कभर गरेको छु। अब हिँड्दै जाने हो। फ्रेंड्स, हेर्न सक्नुहुन्छ यो साइडमा चौपारी हो। अब गर्मीको मौसममा त यहाँ धेरै मान्छे आएर बस्छन्। हामी पनि अब जब धेरै घाम हुन्छ, घरमा पनि घाम हुन्छ, त यहाँ कति शीतल हुन्छ, यतै आएर हामी बस्छौँ। तो फ्रेंड्स, म एकचोटि आफ्नो हस्बेन्डलाई कल गर्छु। अब लिन आउनुभयो भने बाइकमा त ठिकै हुन्छ मलाई, नत्र त हिँडेरै जानुपर्छ यहीँसम्म। फ्रेंड्स, फाइनली हस्बेन्ड आउनुभयो लिन। अब म बाइकमा बसेर चाहिँ जान्छु। तो फ्रेंड, हेर्न सक्नुहुन्छ यो इलेक्ट्रोनिकको पसल हो, कॉस्मेटिकको पसल होइन। तो फ्रेंड्स, अगर हजुर हाम्रो यहाँ नजिकै हुनुहुन्छ भने त हिँडेर सामान लिन सक्नुहुन्छ इलेक्ट्रोनिकको। तो फ्रेंड्स, अब मलाई यहाँ दिनभरि कुरेर बस्नुपर्छ। फ्रेंड्स, आजको ब्लगमा बस यति छ। हामी फेरि भेट्नेछौँ मेरो नेक्स्ट ब्लगमा। थ्याङ्क यू।